नमस्कार साथीहरू, आज मैले देखाउन गइरहेको छु तारकेश्वर नगरपालिकामा अवस्थित भुवनेश्वर मन्दिर। यो भुवनेश्वर मन्दिर जानको लागि हामी बाइपासदेखि जरङको जाने साइडमा जानुपर्छ। त्यहाँबाट गएर हामीले तिनटुप्ले भन्ने ठाउँमा झरेर भुवनेश्वर मन्दिर पुग्न सकिन्छ। भुवनेश्वर मन्दिरको एउटा विशेषता भनेको मन्दिर चढ्नु अघि हामीले यसरी मन्दिरको फेदीमा रहेको यो जुन पानी जल छ उसमा खुट्टा धोएर मात्र प्रवेश गर्न पर्नेछ। मन्दिर एकदम सुन्दर ठाउँमा, एकदम हरियाली ठाउँमा रहेको छ। एकपटक अवश्य पनि पुग्नुहोला साथीहरू। सबैजनालाई तारकेश्वरमा रहेको यस भुवनेश्वर मन्दिरमा स्वागत छ। हस्त धन्यवाद, नमस्कार। र मेरो